मेलामा चाहिँ यति धेरै यहाँ हेर्दा इडम्बरको लाइभ ब्यान्ड हेर्न सक्नुहुन्छ लाइभ ब्यान्ड सबैहरू कल्चर नेपाली डान्स हेर्न सक्नुहुन्छ कसरी मजाले गीतमा चाहिँ झुमेर नाचेछ त्यसरी मजाले हेर्छ मेलामा तपाईँहरूले पनि देख्न सक्नुहुन्छ यसरी हाम्रो धेरै डान्सहरू यसरी कस्तो हुन्छ भन्ने कुराहरू देखाएको ड्रेस हो यो कल्चर ड्रेस यहाँ चाहिँ कसरी चाहिँ मिलेर खानुपर्छ भन्ने कुराहरू चाहिँ एकअर्का बिचमा चाहिँ हेर्नुहोस् ल देख्न सक्नुहुन्छ र ल ल हेर्नुहोस् रमाइलो गरिरहेछ खाना खाएछ भिडियो गरिरहेछ यो हाम्रो ड्रेस के यो मेलामा चाहिँ महँगा ड्रेस लगाएर आउनु भएको छ यो ड्रेसको महत्त्व चाहिँ के हो र कसरी चाहिँ यो ड्रेसले चाहिँ भनौँ न यो कल्चरलाई यो संस्कृतिलाई चाहिँ जोगाउने काम गर्छ अब यो पक्का महँगा ड्रेस हो हजुर होइन अब यो त हाम्रो पश्चिम नेपालतिर नर्मल्ली होइन सबै नेपालभरि छन् मगरको हाम्रो कल्चर ड्रेस हो यो अब हामी सिधै अब यो धागा टोपीदेखि हाम्रो यो पेता हो जाडोमा नि राम्रो हुन्छ पेतामा अब यो हाम्रो यो लगाएछ नि हजुर गाजा भन्छ हजुर होइन यो स्टकोट भयो यो त सर्ट भइहाल्यो यसलाई कछाड भन्छ त्यो चाहिँ त्यही मगर ड्रेसको होइन त्यसमा अब विभिन्न किसिमको लोगोहरू हुन्छ मगरको ड्रेसको यसरी लगाउने सबैले मन पराउँछ सब मान्छे सब जातिले लगाउनु मन पराउँछ
सब जातिहरूले मन पराउँछन् क्या लगाउनलाई। ल धन्यवाद। यो अब ड्रेसको बारेमा बताइदिनु भएकोमा चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद। यो त हाम्रो अब नेसनल ड्रेसै हुन्छ होला। ल ल त्यस्तो लागिरहेको छ मलाई। यो गीतमा चाहिँ मान्छेहरू झुलेका नाचेका आफ्नै तरिकाले आफ्नै चालले आफ्नै वेबाट आफ्नै तरिकाबाट आफ्नै साथी सर्कलमा आफ्नै किसिमले चाहिँ डान्स गरेका छन्। मजाले डान्स गरिरहेको नेपाली झन्डामा नेपालको प्रतिनिधित्व गराउने नेपाली भाषामा नेपाली संस्कृतिमा नेपाली शैलीमा र नेपाली भाषा भूषा र संस्कृतिमा लाई झल्काउने किसिमले चाहिँ डान्सहरू गरिएको छ र ब्यान्ड लाइभ ब्यान्डमा चाहिँ र सबैजनाहरू झुमिरहेको छ। र यो तपाईँले लगाउनु भएको ड्रेस चाहिँ कुन जातको कुन थरीको र कुन कल्चरलाई चाहिँ झल्काउने किसिमको हो? धन्यवाद। नमस्कार उमेशजी, हजुरले यसो सामान्य हाम्रो कल्चरको हाम्रो मगर ड्रेसको बारेमा यसो जानकारी दिने मौका दिनुभएकोमा हजुरलाई फेरि पनि धन्यवाद। यो स्पेसल्ली हाम्रो मगरहरूको चलन चल्तीमा हाम्रो संस्कृतिमा लगाउने वेशभूषा हो। नर्मल्ली यसलाई हामीले भाङ्रा भन्ने गर्छौँ अनि यो तलकोलाई हामीले कछाड भन्ने गर्छौँ। र हाम्रो जिजु बाजे उहिले पुर्खाहरूदेखि नै यो लाउने चलन छ। हाम्रो ड्रेस नै यही हो र हाम्रो मगरलाई झल्काउने चिनाउने पनि यही नै हो। हामी जहाँ पनि यो ड्रेस लगाउँछौँ भने यो प्योर मगर रहेछ भन्ने हामी थाहा पाउँछौँ। र स्पेसली हाम्रो गाउँघरतिर उबेलामा सिस्नु भन्ने एक किसिमको बोट हुन्छ, त्यो सिस्नुले पोल्छ पनि सबैलाई थाहा छ होला। हल्लो त्यसको एउटा बोक्रा निकालेर त्यसलाई पकाएर हाम्रो बाजेहरूले जिजु बाजेले बनाउने गर्थे र यसमै अब आँसी नाम्दो राखेर घाँस दाउरा पनि गर्ने गर्दथे। यही नै हो उमेशजी हाम्रो जस मगरहरूलाई झल्काउने हाम्रो मगरको ड्रेस। ल धन्यवाद तपाईँलाई। यहाँ हेर्नुहोस् बाजाको आफ्नै ताल छ, बाजाको आफ्नै संस्कृति आफ्नै लोक संस्कृति लोक समाज र लोक किसिमले चाहिँ यो पञ्चे बाजा भन्ने गरिन्छ। यो पञ्चे बाजामा चाहिँ दमा याम्टा सनाई र तपाईँको यो कलर बजाएर चाहिँ र हाम्रो बिहा बर्तन र यसमा चाहिँ राम्रो कार्यमा चाहिँ यो बाजाहरूलाई चाहिँ युज गरेको हुन्छ। यो चाहिँ पहिला नेपाली समाजले यसलाई चाहिँ अहिले हरेक किसिमले चाहिँ उपयोग गर्न थालेको छ र अहिले हरेक ठाउँमा चाहिँ यसको उपयोग गर्दै अहिले विभिन्न ठाउँमा नेपालीहरू छन्। त्यो ठाउँमा पनि यो भाषा र यो संस्कृति यो नाचगानलाई यो बाजाहरूलाई चाहिँ संरक्षण गर्दै त्यसलाई चाहिँ निरन्तर विदेशमा लगेर पनि योलाई चाहिँ देखाउने गरिरहेको छ। विदेशको ठाउँमा पनि कल्चर डान्सहरू देखाउने गर्दै यो दमा सना र क्याम्पको कार्यक्रम गरिरहेको छ। हेर्नुहोस् कला संस्कृतिलाई जोगाउन चाहिँ यसरी चाहिँ र यहाँ यो नेपालको कला संस्कृतिलाई जोगाउनको लागि चाहिँ यसरी चाहिँ के अरे ल्याएको छ। यहाँ प्रदर्शन गरेको छ, यहाँ देख्न सक्नुहुन्छ। यसरी चाहिँ र नेपालको झन्डा नेपालको संस्कृति र मालाहरू पनि बेच्न राखिएको छ।